मेरो छोरा चाहिँ दिदीसँग पढिरहेको छ। दिदीले चाहिँ पढ्नै नदिने क्या छोराले चाहिँ। अनि एकदमै रुने, होमवर्क गर्दाखेरि नि म गर्ने भन्ने, अनि स्कुल जाँदा नि दिदीसँगै जाने भन्ने। अनि यस्तै हो, अब 3टा बच्चा है, 5-7 दिनको कसरी टाढो के खुवायो भनेर चाहिँ कसैले सोधेन। तर तिमीलाई छ मोज, त्यत्रो पैसा के गरिस् भन्न चाहिँ बेर लाउँदैन क्या है मान्छेहरूले। अनि मलाई नि थाहा छ नि त, कमाउन गाह्रो छ, मिहिनेत नगरेसम्म पैसा आउँदैन भन्ने कुरा। त्यत्तिकै मनी यताउति गरेर हिँड्ने मान्छे त होइन नि त है। आफ्नो बच्चाहरू छ, कति जिम्मेवारी छ, घर आफैले चलाउनु पर्छ। अब पठाउने कमाउनेले पो यति पठायो त्यति पठायो हिसाब हुन्छ। तर हाम्रो घर खर्च हुनेको हिसाब हुँदैन कहिले पनि। अझ भोलि पैसा सकिएको छैन हुने क्या है साथीहरू। अनि म चाहिँ हिसाब देखाउँदिनँ, मतलब मसँग केही नहुँदाखेरि नि मसँग पैसा छैन भने मैले अहिलेसम्म कसैसँग भनेको छैन कि। आफूभित्रै बस्छु कि नभए नि चुप